साथीहरु नेपाली क्रिकेट टिमको चाहिँ स्क्वाड आएको छ मुम्बई जाने हैन सो वर्ल्ड कप जाने चाहिँ एउटा स्क्वाड निकाल्नु भएको छ उहाँहरुले एउटा चाहिँ डिफरेन्स के छ भन्दाखेरि चाहिँ देयर इज लाइक शेर मल्ल देयर इज लाइक बासिर अहमद हैन कुशल मल्लले ठाउँ पाउनु भएको छैन देयर इज नो विनोद भण्डारी एज वेल हैन प्रतीश जीसी पनि हुनुहुन्छ साथीहरु देयर इज नो लेफ्ट आर्म पेसर सो एनीवे साथीहरु सो आज म यसको बारेमा अलिकति कुरा गर्नेछु दिस इज माइ रिएक्सन अन द स्क्वाड है सबैजना स्वागत छ मेरो च्यानल टीएसबी मा तपाईहरु सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु तपाईहरुलाई कस्तो लाग्यो स्क्वाड लेख्नु होला कमेन्ट सेक्सनमा राम्रो लाग्यो नराम्रो लाग्यो ठिकै लाग्यो साथीहरु के लाग्यो लेख्नु होला विदाउट एनी डिले लेट्स स्टार्ट द भिडियो एन्ड टाइम फर द टीएसबी सङ मेरो आफ्नो पर्सनल ओपिनियन चाहिँ यसमा के छ भन्दाखेरि डजन्ट म्याटर लाइक स्क्वाड भन्ने कुरा हुन्छ साथीहरु हैन उहाँहरुले एउटा क्याम्प बनाउनु भयो त्यो क्याम्पबाट चाहिँ खेलाडीहरुलाई चाहिँ सिलेक्ट गरेर चाहिँ एउटा बनाउनु पर्ने थियो हैन 15 त्यो बनाउनु भएको छ उहाँहरुले अब यसमा कुरा चाहिँ के हुन्छ साथीहरु कसैलाई को मन पर्ला कसैलाई को मन पर्ला कसैको विचारमा यो खेलाडी होला कसैको विचारमा त्यो खेलाडी होला साथीहरु सबैको आफ्नो प्रेफरेन्स हुन्छ हैन सो यो स्क्वाड बनाउने हैन को चाहिँ पर्यो परेन भन्ने कुरा चाहिँ सब्जेक्टिभ कुरा हो के साथीहरु कसैको पनि हातमा हुँदैन सिलेक्सनको कुरा जो मान्छेले चाहिँ अब त्यो सिलेक्ट गर्नु भएको छ प्लेयर चाहिँ उहाँले के न के एउटा आर्गुमेन्ट दिएर के न के लजिक लाएर चाहिँ गर्नु भएको होला मैले के भन्न खोजेको भन्दाखेरि एकदम सब्जेक्टिभ कुरा हुन्छ हैन सिलेक्सन भनेको सो यसमा म धेरै कुरा गर्न चाहदिन जे बनेको छ राम्रो बनेको छ ठिकै बनेको अफ कोर्स सबैजनाको सल्लाहले नै बनेको होला जो चाहिँ टिममा पर्नु भएको छ धेरै धेरै बधाई साथीहरु जो चाहिँ पर्नु भएन सानो मन नराख्नु होला है दिस इज नट द एन्ड अफ द वर्ल्ड किन भनेर साथीहरु आजको भिडियोमा त्यो पनि कुरा गर्छु मेरो एनालिसिस तपाईहरुसँग आज शेयर गर्न चाहन्छु है सो मलाई चाहिँ साथीहरु के लाग्यो भन्दाखेरि चाहिँ तपाईहरुले विचार गर्नु भयो भने मन्टी देसाईको जुन एउटा टिम थियो नि त्यतिबेला तपाईहरुले हेर्नु भयो भने अन पेपरमा एकदम ब्यालेन्स टिम राख्नु हुन्थ्यो त्यहाँ लेफ्ट आर्म पेसर पनि हुन्थ्यो त्यहाँ दुईटा लेफ्ट ह्यान्डेड ब्याटर्स पनि हुन्थे कुशल मल्ल गुलशन जाजौले पनि हुनुहुन्थ्यो त्यहाँ त्यसपछि उहाँको अब आफ्नो एउटा प्लान थियो एउटा स्ट्रक्चर थियो भनौं न ब्यालेन्स कसरी गर्ने टिमलाई ब्यालेन्स भन्दा साथीहरु अन पेपर ब्यालेन्स हुन्छ नि त्यस्तो खालको एउटा भाइब थियो मैले कुरा चाहिँ कहाँ जोड्न खोजे भन्दाखेरि चाहिँ जसरी शेर मल्लको सिलेक्सन भएको छ यो टिममा जसरी रोहित पौडेलले उहाँलाई ल्याउनु भएको छ लुम्बिनी लायन्सबाट उहाँको एक्सेप्सनल परफर्मेन्स छ एनपीएल मा नो डाउट है साथीहरु हाम्रो लागि चाहिँ उहाँ एउटा एक्स फ्याक्टर प्लेयर हो यसपालिको वर्ल्ड कपमा आई टोटली अग्री अन दैट मेरो तर्कबाट साथीहरु त्यो सिलेक्सन जायछ तपाईहरुले याद छ भने एनपीएल सिजन 1 सकिसकेपछि विपिन शर्मा एउटा हाईमा आउनु भएको थियो विपिन शर्माको परफर्मेन्स राम्रो भएको थियो अनि मैले त्यतिबेला भनेको थिएँ के उहाँलाई चाहिँ टुवर्समा लानु पर्छ उहाँलाई किन के एक्सपोजर दिनु पर्छ खासै त्यो कुराहरु भएनन् हैन मैले भन्न खोजेको कुरा साथीहरु के हो भन्दाखेरि चाहिँ देयर इज अ डिफरेन्स हैन पहिलाको टी20 वर्ल्ड कप र यसपालिको टी20 वर्ल्ड कपको सिलेक्सनमा धेरै फरक छ के फरक छ भन्दाखेरि चाहिँ यसपालिको सिलेक्सन लुक्स लाइक स्ट्र्याटेजिक सिलेक्सन पहिला चाहिँ के हुन्थ्यो भन्दाखेरि चाहिँ ब्यालेन्स कसरी गर्ने यो खेलाडीलाई छोड्नु मिल्दैन त्यो खेलाडीलाई छोड्नु मिल्दैन हामीले त्यो खेलाडीलाई छोड्यो भने त्यो बेस कभर हुँदैन भन्ने खालको चाहिँ एउटा लजिक थियो पहिला मन्टी देसाईको एरामा साथीहरु अहिले चाहिँ ठ्याक्कै फरक अन पेपर साथीहरु दिस इज नट अ ब्यालेन्स टिम मैले किन ब्यालेन्स टिम हैन भनेको भन्दा अन पेपर ब्यालेन्स टिम हुनुको लागि त मुम्बईको पिचमा वाङ्खेडे स्टेडियममा साथीहरु त्यो पनि वर्ल्ड कप जस्तो कुरामा हामी वर्ल्ड कप जाँदैछौँ साथीहरु त्यस्तो खालको टुर्नामेन्टमा साथीहरु एउटा लेफ्ट आर्म पेसर लानु पर्थ्यो यस्तो खालको टुर्नामेन्टमा साथीहरु हामीले लेफ्ट आर्म पेसर लानु पर्थ्यो अनि मात्र हुन्थ्यो ब्यालेन्स स्क्वाड वाङ्खेडेमा हामीले देखेको छौँ लेफ्ट आर्म पेसर्सहरुको चाहिँ कमाल लेफ्ट आर्म पेसर्सहरुले चाहिँ वाङ्खेडेमा राम्रै परफर्मेन्स गर्नु भएको छ यस्तो केसमा यस्तो सर्कमस्टेन्सेसमा साथीहरु फर्गेट अबाउट द पिच फर्गेट अबाउट एनीथिङ एल्स वर्ल्ड कप जस्तो टुर्नामेन्टमा साथीहरु राख्नको लागि भए पनि एउटा स्लट चाहिँ हुनु पर्थ्यो लेफ्ट आर्म पेसरको लागि त्यो भएको छैन मैले यो कुरा गरेर चाहिँ क्रिटिसाइज गर्न खोजेको हैन किन भएन भन्दाखेरि दैट इज नट माइ पोइन्ट साथीहरु मैले के भन्न खोजेको भन्दा स्टुअर्ट लको एरामा चाहिँ यो कुरा डिफरेन्स छ के मन्टी देसाईको एरामा चाहिँ त्यो ब्यालेन्स खोजिन्थ्यो मैले एउटा अजम्पसन गरेको एउटा हाइपोथेसिस हो स्टुअर्ट लले चाहिँ क्याप्टेनलाई चाहिँ टोटल फ्रीडम दिनुभएको छ तपाईलाई जो प्लेयर ठीक लाग्छ त्यही स्क्वाडलाई लिएर जाम तपाईलाई जो म्याच विनर जस्तो लाग्छ उसैलाई लिएर जाम त्यो थट प्रोसेस फलो गरेको जस्तो लाग्छ मलाई साथीहरु किन भन्दाखेरि चाहिँ पहिलाको टुर्नामेन्ट्सहरुमा फर्गेट अबाउट द वर्ल्ड कप पनि शेर मल्ल जस्तो एक्स फ्याक्टर प्लेयर हामीले देखेको थिएनौं त्यति सजिलै गरी कसैको पनि आगमन हुँदैन थियो सो के न के त्यहाँ चेन्जेसहरु छ र यसले मलाई के पनि सोच्न बाध्य पार्यो भन्दा मेबी पहिला चाहिँ कोचको ठूलो हात थियो होला स्क्वाड सिलेक्सनमा तर यसपालिको स्क्वाडमा चाहिँ स्टुअर्ट लको पहिला तपाईले इन्टरभ्यु पनि हेर्नु भएको छ भने उहाँले क्लियरली मेन्सन पनि गर्नु भएको थियो कि मैले कसैको पनि गेममा इन्टरफेयर गर्दिन भन्ने खालको एउटा भाइब दिनु भएको थियो उहाँ कोच भइसकेपछि उहाँको एउटा प्रेस कन्फरेन्स भएको थियो त्यस प्रेस कन्फरेन्समा उहाँले चाहिँ यस्तो खालको कुरा गर्नु भएको थियो त मैले त्यसकै रेफरेन्स लिएर भनेको साथीहरु यो सिलेक्सनको कुरामा पनि तपाईलाई जो ठीक लाग्छ उहाँलाई नै लिएर जाउँ तपाईलाई जो म्याच विनर लाग्छ हामी त्यहीसँग जाने क्याप्टेन नीड्स टु फिल कम्फर्टेबल र मैले मेरो पुरानो भिडियोमा भनेको थिएँ क्याप्टेन रोहित पौडेललाई चाहिँ शेर मलाई चाहिन्छ भने उहाँलाई नै लिएर जानुपर्छ बिकज ही इज द क्याप्टेन कसैलाई लागे पनि नलागे पनि साथीहरु उहाँलाई लाग्छ भने दैट इफ शेर मल्ल क्यान गिभ हिम विकेट्स इफ ही इज कम्फर्टेबल साथीहरु उहाँ कम्फर्टेबल हुनुहुन्छ भने हामी त्यहीसँग जानुपर्छ र हामीले पनि त्यसलाई सपोर्ट गर्नुपर्छ किनकि फिल्डमा डिसाइड गर्ने भनेको क्याप्टेन हो र क्याप्टेन आफै कम्फर्टेबल छैन भने क्याप्टेनले खोजेको प्लेयर छैन भने त्यहाँ फेरि कुरा मिल्दैन साथीहरु कुरा मिलेन भने तालमेल बसेन हार्ने हाम्रो टिम हो साथीहरु हार्ने हाम्रो देश हो त्यसैले मैले यो कुरालाई चाहिँ यसरी लिएको छु कसैले छान्ने भनेको सजिलो कुरा हैन अहिले भएको एक्जिस्टिङ खेलाडीहरु भन्दा बाहेक अरु कसैलाई पनि छानेको भए कोही न कोही त छुट्टी नै हाल्थे त्यसैले मैले यो कुरा चाहिँ क्रिटिकल वेमा चाहिँ हेरेको छैन हेर्नै पर्दैन कि साथीहरु हेर्नै पर्दैन किन हेर्ने कसैले कसैलाई त छुट्नै थियो साथीहरु तर कुरा मात्र के हो भन्दा देयर इज अ डिफरेन्स इन अप्रोच नाउ यो इन्सिडेन्टले यो स्क्वाडले चाहिँ एटलिस्ट मेरो लागि त्यो कुराहरु क्लियर पारेको छ कि पहिला चाहिँ मन्टी देसाईको ठूलो रोल हुन्थ्यो र अहिले चाहिँ क्याप्टेनको ठूलो रोल हुन्छ त्यसैले त्यहाँ अहिले शेर मल्ल हुनुहुन्छ र पहिला चाहिँ हामीले त्यस्तो खालको एक्स फ्याक्टर प्लेयर चाहिँ देखेको थिएनौं कम्पेरेटिभली कुरा गर्दाखेरि तपाईहरु विचार गर्न साथीहरु रोहित
आफै पनि यस्तो खालको सिस्टमको एउटा प्रडक्ट हो हैन उहाँलाई पनि पारस खड्काले अगाडि बढाउनु भएको उहाँलाई पनि यङ उमेरमै अगाडि बढाइएको उहाँलाई ग्रुम गरिएको साथीहरु उहाँ पनि हो कुशल मल्ल पनि हो गुलसन झा पनि हो अल दिस यङ प्लेयर्सहरु हैन सन्दीप लामिछाने एज वेल सबैजनालाई ग्रुम गरेर अगाडि बढाइएको उहाँ आफै पनि यो कन्सेप्टमा फिट खानुहुन्छ सो इट इज नट अ सरप्राइज फर मी दैट कि उहाँले यस्तो खालको सेलेक्सन गर्नुभएको छ उहाँको यस्तो खालको थट प्रोसेस यो एकदम राम्रो कुरा साथीहरु मेरो तर्फबाट दुईटा मैले आदिल आलमको कुरा गरिन साथीहरु मैले कुशल मल्लको कुरा गरिन विनोद भण्डारीको मैले कुरा गरिन शाहब आलमको मैले कुरा गरिन ईशान पाण्डेको मैले कुरा गरिन किन भन्दाखेरि दैट लजिक इज नट ट्रू एनपीएल मा राम्रो परफर्म गर्ने खेलाडी शेर मल्ल इज देयर एनपीएल मा राम्रो गर्ने अर्को खेलाडी विनोद भण्डारी इज नट देयर सो यो लजिक चाहिँ त्यहाँ फिट खादैन सो देयर इज नो पोइन्ट टकिङ अबाउट इट एनपीएल मा राम्रो गर्ने बित्तिकै तपाईको सेलेक्सन हुन्छ भन्ने कुरा चाहिँ फल्स हो यसपालिको स्क्वाडले त्यो कुरा देखाएको छ सो यसको मतलब चाहिँ के हो भन्दाखेरि क्यानले बोर्डले कोचले चाहिँ दे आर गोइङ विथ द क्याप्टेन्स कन्सेप्ट 100% साथीहरु दिस इज द क्याप्टेन्स कल र यो एकदम राम्रो कुरा साथीहरु यो राम्रो कुरा मैले किन भनेको भन्दा पहिला जस्तो खालको सिस्टम थियो त्यसबाट बाहिर निस्केर साथीहरु वी आर एटलिस्ट गोइङ विथ क्याप्टेन्स प्लान अब सडनली साथीहरु कुरा ट्रान्सपेरेन्ट भयो के तपाईले रिकल गर्नु होला हैन पहिला चाहिँ यसकै बारेमा एनालिसिस गर्दाखेरि चाहिँ हामी आफै भन्थ्यौं कि खाली ब्यालेन्स स्क्वाड भनेको छ खाली यो भनेको छ खाली त्यो भनेको छ एउटा मिसिङ पिसले चाहिँ सँगै ल्याएको जस्तो कुरा गरेको छ हैन पहिला यस्तो खालको भोकाबुलरी युज गरिन्थ्यो तर दिस टाइम दिस इज अ भेरी डेयरिङ सिलेक्सन यस्तो फिल हुन्छ कि साथीहरु देयर इज लाइक अ क्लियर प्लान जुन राम्रो कुरा हो म पर्सनली अग्री नगरे पनि बिकज आई वुड हैव गन विथ प्रतीश जीसी एन्ड आदिल आलम किन भन्दाखेरि उहाँको ब्याकफुटमा ब्याटिङ एकदम राम्रो छ करण केसी आदिल आलम एन्ड प्रतीश जीसी तीनै जनाको चाहिँ ब्याकफुटमा राम्रो ब्याटिङ छ त्यसैले मैले भनेको थिएँ कि उहाँलाई लानुपर्छ बट एनीवे साथीहरु द्याट वाज माई पर्सनल ओपिनियन हैन मलाई राम्रो लागेको कुरा चाहिँ यो हो के साथीहरु क्याप्टेनले चाहेको क्याप्टेनले खोजेको क्याप्टेनले भनेको जस्तो स्क्वाड बनेको छ नेपालले एकदम राम्रो खेलोस् नेपालले सबै गेम्सहरु जितोस् हैन स्टुअर्ट लको चाहिँ एउटा माइन्डसेट चाहिँ डिकोड गर्दाखेरि चाहिँ मलाई चाहिँ के लाग्छ भन्दा उहाँले त्यो रेस्पोन्सिबिलिटी शिफ्ट गरिदिनु भएको छ क्याप्टेनलाई जुन चाहिँ पहिला मन्टी देसाईको एरामा चाहिँ त्यो डिभाइडेड थियो कोच र क्याप्टेन सँगै जस्तो देखिन्थ्यो यसपालि दिस इज द क्याप्टेन्स टिम र नेपालले राम्रो खेलेन भने विल बी द क्वेशनेबल वान वी क्यान क्वेशन हिम अनि त्यसपछि साथीहरु वी क्यान क्रिटिसाइज हिम त्यो फाउन्डेसन बनेको छ के अब यसपालिको सिलेक्सनको त्यो राम्रो कुरा हो पर्सनली साथीहरु म क्याप्टेन भएको भए म त्यो गर्थेँ होला तर क्याप्टेन त उहाँ हो फेरि हैन हाम्रो टिमको क्याप्टेन उहाँ हो साथीहरु सो उहाँले सोचेको जस्तो टिम जान्छ भने जाँदै छ भने त्यो भन्दा राम्रो कुरा केही पनि हुन सक्दैन त्यसैले यो स्क्वाड राम्रो छ क्रिकेटिङ लजिकले अन पेपर साथीहरु ब्यालेन्स नदेखिए पनि ब्यालेन्स खालको नदेखिए पनि यो भन्दा राम्रो स्क्वाड हुन सक्दैन बिकज दिस इज द क्याप्टेन स्क्वाड र त्यसले गर्दाखेरि नै साथीहरु जित्ने चान्स हाई हुन्छ मैले के सोचेको छु तपाईले के सोच्नु भएको छ डजन्ट म्याटर व्हाट म्याटर्स इज क्याप्टेनलाई लाग्छ भने कि दिस टिम क्यान एक्चुअली विन मी गेम्स उहाँले लगेको टिम राम्रो हो उहाँले गरेको कुरा ठीक हो जितेको खण्डमा ताली बजाउने हो राम्रो नखेलेको खण्डमा ही हैज टु बी आन्सरेबल दैट इज क्रिस्टल क्लियर एन्ड आई एम श्योर दैट बोर्डले पनि यस्तो खालको चाहिँ कम्युनिकेसन गरेको होला त्यति भन्दा साथी आजको भिडियो म यही गर्न चाहन्छु तपाईलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा लेख्नु होला अन्टिल नेक्स्ट टाइम साथी आई सी यु इन टाटा बाइ We are going to Bombay in our Nepali style. We are the Nepali tribe, and get the red carpet ready. We will bring Wankhede alive with our smile. We are the Nepali tribe. T20 World Cup, we have arrived in our Nepali vibe. We are the Nepali tribe. We will bat like demons and filled with pride. Our bowlers will simply eat you alive. This is the TSB anthem. We are the Nepali tribe. Be careful, we are a big mayhem. Oh dear Bombay, we will bring you alive. Bombay is blue, but we will paint it red. This is the TSB anthem, and we got the vibes. We are the Nepali tribe. We will move in numbers and eat you alive. TSB anthem. TSB anthem. TSB anthem. Sing it aloud. TSB anthem. TSB anthem. TSB anthem. Get ready for the fly.